आज चाहिँ म एकदम सजिलो पिरो र ट्वाक्क परेको आलु काँक्रोको अचार बनाउँदैछु। त्यसको लागि चाहिँ मैले आलुलाई चाहिँ बोइल गरिसकेको थिएँ अनि यसलाई सानो सानो पिसमा काट्दैछु। त्यसै गरी मैले काँक्रोलाई पनि सानो सानो पिसमा काटेँ। सबभन्दा इम्पोर्टेन्ट टिप चाहिँ यो काँक्रोको बिचको भागलाई चाहिँ निकाल्नुपर्छ किनभने यसले आलु अचारलाई एकदम वाटरी बनाउँछ। सबै काँक्रोलाई काटिसकेपछि मैले त्यही आलुसँग राखिदिएँ। त्यसपछि त्यसमा मैले बोइल्ड पिस पनि राखेँ। तपाईँहरूले केरो राख्न सक्नुहुन्छ और काँचै पिस पनि राख्न सक्नुहुन्छ। त्यसपछि स्लाइस गरेको अनियन राखेँ अनि भुटेको सेसेमी सिड्सको पाउडर, स्वादअनुसार नुन, रातो खुर्सानीको धुलो, त्यसपछि टिमुर हालेँ अनि ग्रिन चिलिजलाई राखेँ अनि तेलमा मेथी फुराएर बेसार हालेर अचारमा झानिदिएँ। यो अलरेडी यस्तो मिठो देखिसक्यो होइन, मलाई चाहिँ हातले मिक्स गर्नु मन छ तर जस्ट तातो हुन्छ भनेर मात्र मैले स्प्याचुलाले गरेको। अब यसमा कागती हाल्न बाँकी नै छ। कागती मजाले हाल्ने, आफूलाई जति मनपर्छ त्यति, अनि थोरै पानी हालेर हातले नै मजाले मिक्स गर्ने। अनि त्यसपछि अब यतिको भइसकेपछि इट इज रेडी अनि धनियाँले गार्निस गर्ने।